जेमेसी प्रोभर्ब्स 30 verse 15 to 16 वचनलाई हेर्नेछौँ। यो पदमा चाहिँ जुगाको बारेमा धर्मशास्त्रले मेन्सन गरेको छ। जुगा चाहिँ यस्तो क्रिएचर हो, त्यो चाहिँ स्किनमा टालेपछि खुन सक गरेको गर्छ, त्यो मोटेर फुल्लेर पनि त्यसले लोभ नै गरिरहन्छ। उसलाई अझै चाहना हुन्छ कि म अझै खुन चुस्छु अनि म टालेको नै गर्छु भन्ने, नेभर सेटिस्फाइड हुन्छ नि। धर्मशास्त्रले के बताउँछ जुगाको बारेमा, अनि जुगाले चाहिँ हामीसँग के रिलेट गर्छ त्यो कुरोलाई हामी हेर्नेछौँ। लिच अ क्रिएचर है, त्यसले चाहिँ खुनसक गरेको भन्नुको मतलब चाहिँ के भन्दा चाहिँ लोभलाई दर्शाउँदछ अनि एन्डलेस डिजायर्स अफ ह्युमन बिङ। यसले लोभ र कहिले नसकिने चाहनालाई जनाउँछ। दे भन्नु भनेको सधैँ चाहिरहने मन हो। यस्तो मन कहिले सन्तुष्ट हुन नै सक्दैन। जस्तै धन, शक्ति वा सुख जति पाए पनि अझै नै हामीलाई चाहने इच्छा हुन्छ। यो पदको लेखक चाहिँ आगुर हुन्। केही चाहनाहरू कहिले पूरा हुँदैनन् भनेर लेखकले पनि भन्दछ। सन्तुष्टि नभएको जीवनमा शान्ति कहिले पनि हुन सक्दैन। धर्मशास्त्रले क्लियरली यो कुरा मेन्सन गरेको छ। अनि यहाँनिर 4टा कुरोको उल्लेख छन् जुन कहिले बस भयो भन्दैन रे, त्यो चाहिँ कहिले सेटिस्फाई हुँदैन। त्यो चाहिँ के भन्नुहोस् त, ग्रेभ, चिहान, बाजो गर्भ, ब्यारन वुम, सुक्खा जमिन र आगो, यो 4टा कुरोले चाहिँ कहिले पनि म सेटिस्फाइड भए भन्दैन रे। जीवनमा यो वचनद्वारा हामीले के शिक्षा पाउँछौँ भन्दाखेरि चाहिँ सन्तुष्ट हुनु सिक्नुहोस्, लोभ र अनावश्यक चाहनाहरूबाट टाढा रहनुहोस्। हामीले हाम्रो हार्टलाई गार्ड गर्नु एकदमै इम्पोर्टेन्ट छ। धर्मशास्त्रले भन्छ परमेश्वरमा भरोसा राख्नुहोस्। लोभी मन कहिले सन्तुष्ट हुन नै सक्दैन। जोग जस्तै, जुगा जस्तै हामी सधैँ दे भनिरहन्छौँ क्यौ। अनि ग्रिडी हार्ट इज नेभर सेटिस्फाइड लाइक लीच, अघि जुगा जस्तै क्या, अलवेज क्राइङ कि मलाई अझै दे भन्ने कुरा। तर धर्मशास्त्रले यो कुरोलाई वार्निङको रूपमा देखाउँदछ। र आज तपाईँ र मैले हामी आफूलाई जाँच्ने समय आएको छ।